द स्टोरी किचनले 2015 मा काम सुरु गर्दाखेरिमा हाम्रो पहिलो उद्देश्य थियो हामी इतिहासलाई महिलाको भोगाइहरूबाट एकत्रित बनाउन चाहन्छौँ, इतिहासलाई समग्र बनाउन चाहन्छौँ। द स्टोरी किचनले विगत 10 वर्षमा गरेको काम विशेष गरेर सन् 2015 देखि हामीले हेर्ने हो भने शान्ति निर्माणमा द्वन्द्व पीडित तथा प्रभावित महिलाहरूलाई न्याय संवाददाताको भूमिकामा उहाँहरूलाई जोड्यौँ। न्याय संवाददाता चाहिँ यस्तो एउटा अवधारणा हो जहाँ चाहिँ पीडित व्यक्तिहरूलाई नै अर्को पीडित व्यक्तिसँग वार्तालाप गर्नको लागि, कुराकानी गर्नको लागि उहाँहरूलाई केही सिप, केही दक्षताहरू चाहिँ ट्रान्सफर गरेर अनि उहाँहरूले आफैले नै अरू पीडित महिलाहरूसँग कुरा गर्ने। अप्ठ्यारो लाग्यो हो, यो समातेर अब के गर्न सक्छौँ हामी अब भन्ने लाग्यो हो। अनि अब हामीले 5 दिनको तालिम लिएर आइसकेपछि पहिलोचोटि जाँदा कसरी लिने होला, अब के भन्ने होला, फेरि उहाँले आफ्नो पीडा भन्यो भने अब रुयो भने आफूले के गर्ने अब भन्ने साह्रै अप्ठ्यारो लाग्थ्यो। जसरी एउटा रेकर्ड गर्न हातमा एउटा रेकर्ड पक्राइदिनु भयो, आज त्यो लिएर जाँदाखेरि सुरुमा त कस्तो लागेको थियो कि कसरी यो गर्ने होला जस्तो लाग्थ्यो, तर आज चाहिँ ओहो त्यसले धेरै चाहिँ फाइदा भएको अवस्था छ। यो न्यारेटिभ थेरापीको जुन अन्तर्राष्ट्रिय पद्धतिलाई अलिकति नेपालीकरण गरेर काम गर्ने चाहिँ नेपालमा स्टोरी किचन नै पहिलो संस्था पनि हो, खास गरेर द्वन्द्व पीडित प्रभावितको संस्थाहरूको सन्दर्भमा। अनि पछि अब सिभिल पिस सर्भिससँग हामी काम गर्दै जाँदा सिभिल पिस सर्भिस आफैले पनि अरू पार्टनर संस्थाहरूलाई यो पद्धतिबाट कथा लेखन कसरी गर्ने, सत्यको अभिलेखीकरण कसरी गर्ने भनेर उहाँहरूले अरूलाई पनि बिस्तारै तालिम दिने अनि त्यसमा अभ्यस्त गराउनु भयो। 2017मा चाहिँ जिआइजेड सिभिल पिस सर्भिसले नै एउटा ट्रेनिङ चाहिँ सबै पार्टनरहरूको लागि भनेर डलविच सेन्टर अस्ट्रेलियाबाट ट्रेनरहरू आउनुभएको थियो नि हामी पनि एज अ पार्टनर चाहिँ त्यो सहभागी हुन गएको थियौँ। जुन न्यारेटिभ थेरापीको प्रक्रियाबाट चाहिँ हामीले जो न्याय संवाददाता तयार गरेका थियौँ, जसले चाहिँ अडियोमा मात्र रेकर्ड गर्न जान्नुहुन्थ्यो, उहाँहरूलाई चाहिँ अब कथा कसरी लेख्ने त, यो अन्तर्राष्ट्रिय पद्धतिको प्रयोग गरेर आफ्नो कथा सुनेर पीडितले आफू कमजोर फिल गर्ने भन्दा पनि ओहो म त बलियो पो रहेछु भन्ने भावना जागृत गराउन भनेर उहाँहरूलाई हामीले कथा लेखनको तालिमहरू गऱ्यौँ। कर्णाली गाथा किताबमा चाहिँ हामीले 23 जना द्वन्द्व पीडित महिलाहरूको कथालाई समेटेर त्यो किताब निकालेका छौँ र यो यस्तै खालको प्रदेश स्तरीय त्यस्तै किताबहरू निकाल्ने अझ पनि योजना छ। धेरै कथाहरू पुरुषहरूले लेखे, पुरुषको बारेमा लेख्यो किनभने उनीहरूकै पहुँच थियो र पितृसत्ताको एउटा आफ्नै खालको स्ट्रक्चर थियो। हामीले स्टोरी किचनभित्र चिर्नु खोजेको कुरा पनि त्यही हो, कथा लेख्नेहरूको मात्र हुनु हुँदैन, हरेक व्यक्ति आफ्नो जीवनको विज्ञ हो, उसका भोगाइहरूलाई उसले आफैले सिन्चित गरेको हुन्छ। त्यसकारण महिलाहरूले बोलेको कुरा पनि इतिहास हुनुपर्छ भन्ने हाम्रो लडाइँ पनि हो। र अहिले हामीले बोलेका कथाहरूलाई कसरी चाहिँ दस्तावेजीकरण गर्ने, अभिलेखीकरण गर्ने र इतिहासमा त्यो कुरा जहिले खोज्दा पनि भेट्न सकियोस् भनेर द्वन्द्व प्रभावित, द्वन्द्व पीडित महिलाहरूको समग्र जीवनलाई हामीले अडियोमा रेकर्ड गरेका छौँ। उहाँहरूको विभिन्न चिजबिजहरूको हामीले फोटो खिचेका छौँ, उहाँहरूले केही कुरा आफ्नो भिडियोमा पनि भन्नुभएको छ। त्यो चिजलाई अहिले हामीले चाहिँ विश्वका कुनै पनि कुनाबाट मान्छेले खोज्न सकिने, उहाँहरूको समग्र कथालाई सुन्न पनि मिल्ने, हेर्न पनि मिल्ने, पढ्न पनि मिल्ने कुरामा हामी काम गरिरहेका छौँ। हामी अभिलेखीकरणको काम त हामी गएको 10-12 वर्षदेखि गरि नै रहेका थियौँ। हामी जस्तो अरू धेरै संस्थाहरू पनि गरिरहेका छन्। कति संस्थाहरूले घटनाहरूमा डकुमेन्ट गर्यो होला, हामीले महिलाहरूको जीवनै डकुमेन्ट गरेका छौँ। घटनाभन्दा अगाडि के भयो, घटना हुँदा के भयो, घटनाबाट बाहिरिन के गर्नुभयो, त्यसपछि उहाँहरूको जीवन कस्तो भइरहेको छ भनेर महिला दिदीबहिनीहरू लिएर आएका छौँ। 2015 देखि नै हामीले काम गरेर न्याय संवाददाता अनि यो कथाशालाहरू त हामीले सुरु गरिसकेका थियौँ। अनि बिस्तारै बिस्तारै जिल्लाहरूमा नेटवर्कहरू पनि बन्न थाल्यो नि त। 2017मा चाहिँ जिआइजेड सिभिल पिस सर्भिसले यो जुन स्मृतिको कामहरू गरिरहेकोमा स्टोरी किचनले गरिरहेको काम त एकदम मिल्ने भयो नि त। अनि यसमा हामी के गर्न सक्छौँ त भन्दा स्थानीय तहमा बनिरहेका जुन द्वन्द्व पीडित महिलाहरूका सञ्जालहरू थिए, ती सञ्जालहरूलाई कसरी बलियो बनाउने र समुदायमा आधारित र स्मृति कार्यभित्र अलिकति महिलावादी दृष्टिकोण कसरी लिएर आउने, महिलाको नेतृत्व कसरी लिएर आउने भन्ने पार्टमा हामीले जिआइजेड सिभिल पिस सर्भिससँग 2017बाट काम सुरु गऱ्यौँ। पछि चाहिँ त्यो जिल्ला जिल्लामा द्वन्द्व पीडितको सञ्जाल महिलाहरू एकत्रित हुँदै जानु भएपछि राष्ट्रिय स्तरमा सन् 2020को फेब्रुअरीमा राष्ट्रिय स्तरमा चाहिँ द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल भनेर गठन भयो। त्यतिखेर देशले निकालेको राहत वितरणमा युनियनसँग परेका महिलाहरू त राख्न पनि दिएको थिएन, यातनामा परेका महिलाहरू त राख्न पनि दिएको थिएन संरचना।
हामी त्यो ठाउँबाट सुरु गरेको यात्रामा अहिले देशमा चाहिँ यौन हिंसामा महिलाहरू परेका थिए द्वन्द्वमा भन्ने कुरा जसरी सर्वस्वीकार्य अवस्था बनेको छ त्यसमा स्टोरी किचनको ठुलो देन छ। विश्वमै तपाईँको यौनजन्य हिंसाका घटनाहरू चाहिँ सबै द्वन्द्वमा चाहिँ यौनजन्य हिंसालाई चाहिँ एउटा हतियारको रूपमा प्रयोग गरिएको छ। त्यसको विरुद्धको विश्वको लडाइँमा हामी पनि एउटा सहकार्यमा हिँडिरहेको संस्था हो। त्यसै गरी हामी सिभिल पिस सर्भिससँगको यो सिकाइ अनुभवलाई हामीले चाहिँ अरू घटनाहरूमा यसै गरी नै लैजाने भन्ने हाम्रो सोचाइ छ।